टाउको फुट्ला जस्तो गरी दुखेको बेला हामी सबैले पेन किलर खोजेका छौं। तर कहिल्यै सोच्नु भएको छ हामीले निलेको त्यो सानो चक्कीलाई कसरी थाहा हुन्छ कि दुखाइ त टाउकोमा छ भनेर? आज हामी पेटदेखि टाउकोसम्मको यही अचम्मको यात्रालाई एकदमै सरल तरिकाले बुझ्नेछौं। सुन्दा अलि अनौठो लाग्छ हैन त? औषधि खायो पेटमा तर त्यसको असर देखिन्छ शरीरको अर्कै भागमा। आखिर यो हुन्छ कसरी? साँच्चै भन्दा यो त कुनै जादु जस्तै लाग्न सक्छ, तर यो जादु होइन, यो त विज्ञान हो। र आज हामी यही विज्ञानलाई पर्दाफास गर्दैछौं। ल, औषधिको यात्रा हामीले त्यसलाई निल्ने बित्तिकै सुरु हुन्छ। पहिलो चरण शरीरमा प्रवेश र त्यसपछि रगतमा शोषिनु। जब हामी औषधि खान्छौं त्यो पेटमा पुग्छ, तर यहाँ एउटा ट्विस्ट छ। धेरैजसो चक्कीहरू पेटमा घुल्दैनन्, तिनीहरू त सानो आन्द्रामा पुग्नको लागि पर्खिन्छन्। किन होला? किनभने सानो आन्द्रा एउटा विशाल स्पन्ज जस्तै हो, जसको सतह एकदमै ठूलो हुन्छ र रगतका नलीहरूले भरिएको हुन्छ। हो, यही ठाउँ हो जहाँबाट औषधि सोसिएर रगतमा मिसिन सुरु गर्छ। अब रगतको पालो। रगतलाई हाम्रो शरीरको सबैभन्दा गजबको डेलिभरी सिस्टम वा भनौँ एउटा सुपर हाइवे मान्न सकिन्छ। एकपटक औषधि रगतको धारमा छिरेपछि बस रगतले नै त्यसलाई शरीरको हरेक कुनाकुनामा पुर्याउने जिम्मा लिन्छ। तर यो डेलिभरी सिस्टमलाई कसरी थाहा हुन्छ कि औषधि ठ्याक्कै कहाँ पुर्याउनु पर्छ? आउनुहोस् यो रहस्य पनि खोलौं। सत्य कुरा के हो भने रगतले कुनै पक्षपात गर्दैन। यसले औषधिलाई शरीरको हरेक अङ्गमा पुर्याइदिन्छ, चाहे त्यो टाउको होस्, मुटु होस् वा फोक्सो। र हो, जहाँ दुखेको छ त्यहाँ पनि। यसरी नै टाउको दुखाइको औषधिले आफ्नो सही गन्तव्य पत्ता लगाउँछ। ओके, औषधि चाहिने ठाउँमा पुग्यो त, तर अब के? त्यहाँ पुगेर त्यसले गर्छ चाहिँ के? अब यो मुख्य कुरा बुझौं। यो बुझ्न जरुरी छ कि हरेक औषधिको काम गर्ने तरिका फरक हुन्छ। प्यारासिटामोल जस्ता पेनकिलरहरू तिनीहरू गेटकिपर हुन्, जसले दुखाइको सिग्नललाई दिमागमा पुग्ने दिँदैनन्। आइबुप्रोफेन त्यो फायर फाइटर जस्तै हो, जसले सुन्निएको र रातो भएको ठाउँमा गएर जलनलाई शान्त पार्छ। अनि एन्टिबायोटिकहरू, तिनीहरू त सुपर हिरो नै भए, जसले खराब ब्याक्टेरियालाई सिधै अट्याक गर्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ है। एन्टिबायोटिकहरू स्पेशलिस्ट हुन्। तिनीहरूले ब्याक्टेरियालाई मात्रै चिन्छन् र त्यसैसँग लड्छन्। भाइरसलाई त छुन पनि छुँदैनन्। त्यही भएर त सामान्य रुगाखोकीमा एन्टिबायोटिक खाएर कामै छैन। यो कुरा बुझ्नु एकदमै जरुरी छ। ल, औषधिले आफ्नो काम त गर्यो। अब के त? त्यो शरीरमै बसिरहन्छ? बस्दैन, किनकि हाम्रो शरीरमा एउटा गजबको क्लिनअप क्रू छ। काम सकिएपछि हाम्रो कलेजो मतलब लिभरले औषधिलाई साना साना टुक्रामा तोडिदिन्छ। अनि त्यसपछि हाम्रो मृगौला अर्थात् किडनीले रगतबाट ती टुक्राहरूलाई फिल्टर गरेर पिसाबबाट बाहिर फालिदिन्छ। हो, यही कारणले गर्दा औषधि खाँदा कलेजो र मृगौला स्वस्थ हुनु एकदमै महत्त्वपूर्ण छ। सोच्नुस् न, यदि यिनीहरूले राम्रोसँग काम गरेनन् भने औषधि त शरीरमै जम्मा भएर बस्छ। यो त घरको नाली जाम भए जस्तै हो नि। अब यही कुराले हामीलाई अर्को महत्त्वपूर्ण टपिकमा ल्याइ पुर्याउँछ, डोज अर्थात् औषधिको मात्रा। यो किन यति क्रिटिकल छ त? किनभने यो सबै ब्यालेन्सको खेल हो। सोच्नुहोस्, डोज अलि बढी भयो भने त्यो विष बन्न सक्छ, शरीरलाई हानि गर्छ। अनि डोज एकदमै कम भयो भने त्यसले केही कामै गर्दैन, खाएको बेकार। त्यसैले सही ब्यालेन्स त्यो नै सबथोक हो। भनेपछि औषधिको सुरक्षित प्रयोगको सूत्र के हो त? एकदमै सिम्पल, सही मात्रा, सही समयमा अनि सही तरिकाले। यति 3 कुरा मिल्यो भने औषधिले अमृतको काम गर्छ। त्यसो भए यो पुरै यात्राबाट हामीले के बुझ्यौं त? औषधि कुनै जादु होइन रहेछ। यो त एउटा वैज्ञानिक प्रक्रिया हो जहाँ हाम्रो शरीरका अङ्गहरूले टिमवर्क गरेर काम गर्छन्। औषधि भनेको एकदमै शक्तिशाली औजार जस्तै हो। सही तरिकाले चलायो भने यसले जीवन बचाउन सक्छ, तर गलत तरिकाले चलायो भने यसले ठूलो हानि पनि गर्न सक्छ। त्यसैले जहिले पनि कुनै पनि औषधि खानु अगाडि डाक्टर वा फार्मासिस्टसँग सल्लाह लिनु नै सबैभन्दा उत्तम हो। त्यसैले अब अर्को पटक हातमा औषधिको चक्की लिँदा 1 सेकेन्ड रोकिएर सोचौं न, के हामीले यसको पछाडिको यो अद्भुत विज्ञानलाई साँच्चै बुझेका छौं त?